चाहिँ लाउरेको बिहाको खसी यो अब अर्को नै आउनेवाला यत्रै यो सिनको दरो छ यो हातमा धेरै नै यस्तो भयो छिटो भयो भने अस्तिको अस्तिको के बनाएको छु ठिक छ कसरीबाट पनि गर्थ्यौ त्यहीँ राख छोडमा अस्तिको त ठुलो बनाएको अनि एकदम छिटो भयो दिदीले त यत्रो यत्रो बनाइदिया माया सानो यति ठुलो बनायो अहिले त यहाँ यसो बनाएको त नि है बाबु हामी यहाँ त छ नि भाइ खान लाग्ने हाम्रो नछुटाइदिउँ फेरि भिडियो गर्नु भान्जालाई भान्जा हो चन्द्री दिदीको चन्द्री नानीको छोरा पुकार एक काँसीमा पहिला मोटो हुनुहुन्थ्यो खोइ पातलो देखाएको मैले पातलै हुन्न कति मोटो हुनुहुन्थ्यो अलि घट्यो ठिक छ घट्नै पर्छ ए दाउरा धकालदेखि मान्छे एउटा जान पर्ने हो नि त त्यहाँको तिनीहरूले त भ्याउँदैन म त त्यहाँ जानु पर्ने हो त यस्ता उस्ती काम जानु गली गर्थे ऊ त्यो म्याटमा बसेर बनाउनु न दिदी क्वालिटी कसेर के हुन्छ र मुखा घाम भयो बाबै ढिलो त अलि त कति छिटो गएको धेरै त छैन त्यति हो दाना बाँकी छ बटु के छ हेर्छ के हो पुरै भिडियो हो भोलि जाओस् हो क्या गर्नु पर्ने हो तार माथि गर्नु पर्ने हाम्रो नि खेदिनु छ कि ठुल्याले त मारिदिनु फटाने अन्त ठुल्याले त मार्नुहुन्छ कि ए कस्तो गर्नुहुन्छ फोटो भिडियो खिच्दियो भने झम्टिन आउनुहुन्छ ठुल्या त हेर्नु न आँखा पल्टाएर खिच्यो होइन तिम्रो यता कि खिचेको यता 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 नानी नाही उ त सानो नानीलाई दिनुभएको थियो कि दिदीले हाम्रो सबै दिनुभएको थियो नाही दिदीले दिनुभएको थियो दिदीले बहिनीलाई
देखाएको छु नआत्तिनु बारा नरा भइसक्यो यहाँ हुन्छ ठुलेमा ठुलेमा यता 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 आउने यता जानुपर्छ भन्नु त बोलाउनु त हजुर
भन्ने दिल बस्यो मादलो ताल घुन्न डाँडा घर साइली आउँछ के आउँदैन मायाको जाल बुन्न बातों में तरबेत प्राणों में तरबेत चौसुर में तरबेत आत्मन में तरबेत गणान में तरबेत गणान में पीती हन्ना ते रहा त्यसो चन्दन निकालेर मलाई लगाइदेऊ ओम नमो गोभ्य श्रीमती बेसौरभ्य वेवता नमो ब्रह्मासुता व्यस्त पवित्र भ्यो नमो नमः माथि ल है हरि ओम गवे नमः पानीले अब यहाँ पुस्तानीसँग अब यहाँ पुस्ता दाउन यसो दिन्छ बाबुले त Yes!
म त हजुर भत्ता नै खा छैन माथि छ बिर्ता त्यसो भए 20 रुपियाँ रुपियाँलाई 100 पनि थपेर त्यस्तै देखेँ हो र बराबरी छ ल आफ्नो भाग खुवाइदियो नि अब आफ्नो भाग फुललाई बाबुले खुवाइदियो नि आफ्नोपट्टिको भाग नानीले खुवाइदियो आफ्नो डराए खुवाउन डराउँदा त गालामा मेकअप बिग्रिन्छ गाला लाउनेको छैन यो गाउँ बताउने हो गाला हो भयो भयो ल भाइ अब यो धुना पनि त्यही राखेर थालो त राख्नु बाबा बाहिर राख्नु अब हात धुनु पर्यो त्यो पङ्खामा हात धोस् पानी छ होला त ल भाइ है ल अब फुल चौलाई जल होइन छोड्दै गर्ने है पतराको जल फुल चौली अनि जल छोडिदिनु अनि स्वाहा भनेपछि के भयो बिरुवा टिटीहरू अविनाशहरू आहान भन्दै भाइलाई लिएर आयो भनेको अहिलेसम्म आइदिएन त फेरि होइन यो अहिलेसम्म आइदिएन दिदी म यता कामतिर हुनु पऱ्यो सबैले टेन्सन
हरि ओम नमः ल है अब स्वाहा भनेपछि है हरि ओम नमः ओम प्रजापति प्रजापति देवता चतुर्थी कर्मणि आध्यात्मिक विनियोग जल छोड्यो भैमा हरि ओम नमः ओम हरि ओम नमः प्रजापति स्वाहा चतुर्थी कर्मणि आध्यात्मिक विनियोग ओम यथा इन्द्राय स्वाहा हरि ओम अग्नि प्रजापति चतुर्थी कर्मणि आध्यात्मिक विनियोग अग्नये स्वाहा ओम यदि प्रजापति सोमदेवता आद्य चतुर्थी कर्म आद्य विनियोग सोमाय स्वाहा हरि ओम चतुर्थी कर्मणि प्रायश्चित होमे विनियोग ओम भू स्वाहा ओम भुव स्वाहा सहित तत्स्थापित पूजित देवतानां अष्टोत्तर संख्याकालं हवन सहित अग्नि स्थापना विधानेन हवनादि कर्मणि निमित्तः अपूर्ण कर्म पुण्यार्थको तत्त्व प्राप्त्यर्थकं यत्र धातु तत्त्व देवताका वेद अश्यप गोत्राय वेषा सर्वणे ब्राह्मणाय तुभ्य वयम् अहं सम्प्रदते तत्सर्व मम भगवान् हातमा राख्दिनु यता लगाएर न हेरौँ हेरौँ भन्छ अरे ल भाइ एघार कता भाइ यो प्लास्टिकमा राखिहालौँ त त्यो चामल ल भाइ त्यो चामल एउटा प्लास्टिकमा बोकेर राखिहालौँ त उहाँले घर लिएर जान्छ भगवान् भन्छ हात खानै पर्छ त्यसले बजाएर खानै पर्छ है त्यो चामलले क्लोजअप पनि चाहियो नि क्लोजअप झन् अनुहारको फेस कति लाउनु कोरे त्यो चिनी नपऱ्यो त्यो दान लाने त्यस्तो हो नि यहाँ त यसको देखियो गरेको देखिएन खिचिसकेछु अघि नै भयो त दुईजना सारा दिन बाटोतिर लगाएर भयो ल अब उठ्नु पर्यो अब भाइलाई चाहिँ घर उठाउनु पर्यो है
विवाहादि एके कर्मणि निमित्तका कर्म परिपूर्णार्थकं इमं भूयसी दक्षिणा नान्नाम पुत्रभ्यो नान्ना सर्वभ्यो ब्राह्मणेभ्यो कन्या कुमारेभ्यश्च दिननाथेभ्यश्च यथा भागं विभज्य नमः भैमरः। त्यहाँबाट एउटा पैसा निकालेर त गणेश पूजा गराइदेऊ। भाइलाई देऊ है भाइलाई होइन त्यहाँ बनायो गणेशलाई भयो प्रणाम तिम्रो छ त यो अर्काले हातमा त्यस्तो है कुरो अरे ओम प्राय त्यहाँ रक्षा सोध्नु खोल्यो
पुलाउ बनाएर भाँच्नुको लागि लाज नमानी खानु है साथी भनेपछि त फेरि खानुपर्छ छिटो खानु छिटो बनाउन खाँदा कति हतार बुहारीले मलाई खाना त नगरे खाना दिन्न खाना दिन्न सरी खाना खाएपछि मात्रै है म रोकिहाल्छु भान्जी डबल डबल हो म त एक्लै बसेपछि ढोका ढ्याम्रङ्गै हुन्छ ढोकै खोलिनु कुर्सीको सर्टेज भएछ त भन्छ उसले ब्यागमा छ एउटा तान्नु के दिनु त बाबा म ल्याउँछ कि ल्याउँछ दिला एक्लै रुच्छ कि एक्लै रुच्छ दिदीलाई हान्जी दिला एक्लै रुच्छ कि कहाँ यता जानु बस्नु 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 न
ल्याउँछ कि उसले ल्याइहाल्छ नि भनेको आइहाल्छ कि त्यो किन खान्न त भन्नै पाइँदैन खानी हो एउटा आइहाल्छ यतापट्टि मलाई बुझ्यो अब यताबाट ट्रान्सफर हुन्छ आफूभन्दा ठुलो मासु त यो भने माया धेरै माया भएर त्यति धेरै दिएको थिएन अब मायाको बोझ उठे लाग्यो हुन्छ अब बुहारीले मोटाउनु पर्छ अब
अब तुला यहाँ बोलाएको बोलाइ अरे
खिचेर बसेर लाने होइन त्यो अनि आएको त नि ठुला भित्र गएन खै पिँढीमा देखेको होइन जानुको अगाडि यति राम्रो भइरह नाच्नु न ल ल ल यतिको त हामीलाई नै आउँदैन के मामा यस्तो दुईचोटि घुम्नु हुँदै भयो भन्नुहुन्छ नाच्ने के नाच्दिनौ नाच जानु गले बुझ्दैन
माइजूलाई गएर हुने हो क्या सानो भन सानो एकै नाचेर हेर आऊ नि एकले नाचेर पाइन्छ ए नानी छोड्दै एकदिन ए नानी छोड्दै उसले मोटरसाइकल चलाएर आयो नि मामा हाम्रो पालो कहिले ल मलाई छोड्दैन यसरी बस्ने यहाँ यसरी बस्ने हुन्न अलि धेरै माग छोड्दै अरे भनिदिन्छ अरे यामा यारमा मिलाउला भन्नु न टपहरू निकालेर ताउलोसित ल्यायो के माइजूलाई बाटो छोड्नु भन्थ्यो के अरे जानको तन्कियो त्यो बत्ती तैँले बत्ती बुझ्दा उसले दिएकापट्टि सुन चाँदी पैसा जति जम्मै तैँले बोल्छ अनि यता आइज अनि यसले ऊ अरे चाहिँ बत्ती दियो फेरि हट्न बुढाहरू तिमीहरूले बाटो नछिकाउने किन पनि कुरो दियो बाबुले पैसा देऊ बहिनीलाई यिनीहरू सबै जान्ने भयो कि ओए भुटाहरू पछाडि जाऊ न तिमीहरू भित्र जाऊ
ओइ यतिले हुन्न भन अझै माग नमान नमान अझै माग मैले पनि हजुर लाइट बाल्नु न एउटा ए बत्ती गयो रे कान्छी बत्ती गयो रे कान्छी छोड्दै जुत्ता लगाउनु कहाँ जान्छ भयो अन्त कान्छ पाउनु भाउजू पाउनु एकछिन पाउनु मैले हजुरभन्दा पहिला बिहा गरेर क्षमा दिनु भएन तिमीले देउरानीलाई टिको लाग्यो मैले माफी दिएँ
भयो भयो भयो